इन्डियनहरू कति आउँदो रहेछ हौ नेपालमा। पाहाडी कस्तो राम्रो आउँछ है इन्डियनमा। दाङलाई टच देख्यो भनेपछि भइरह। म चाहिँ यहाँ देवकोटा चोक पुगेँ। यो चाहिँ क्या भनेपछि भइरह। यता गयो भने चाहिँ बुटोलतिर जाने, यता गयो भने चाहिँ सुनौली बोर्डर जाने, यता गयो भने चाहिँ एयरपोर्ट हुँदै लुम्बिनी निस्किँदै म चाहिँ यतैबाट जाने हो। कति ढिला चलेको त्यो नम्बर पनि। 5 घन्टा 50 मिनटमा आइयो भइरह। म चाहिँ अब दाङ पुग्न लागि होइन। हाम्रो दाङ जाने बेलामा चाहिँ यस्तो दामी छ कि यो बाटो चाहिँ मलाई दामी लाग्छ क्या। ट्याक्क सानो होइन, अनि मासतिर रुखै रुख छ, यता पनि रुखै रुख छ होइन। बाटो चाहिँ क्या सेक्सी लाग्छ कि यो बाटो दामी छ है। रमाइलो छ बाटो, रमाइलो। तर राति हिँड्दा चाहिँ डर लाग्छ होइन। दिउँसोमा चाहिँ सही छ क्या। अब म दाङ पुग्न लागिसक्यो। अब 10 मिनटमा दाङलाई टच गर्छु ल। यो चाहिँ अहिले कपिल वस्तु हो। अब 10 मिनट उता पुगेछ दाङ स्टार्ट हुन्छ। फाइनली आइपुग्यो 8 घन्टामा। त्यहाँनिर पैसा निकाल्न गएको यार कस्तो अड्किदिएर भने क्या। खल्तीबाट ब्याङ्कमा हालेर एटिएमबाट निकाल्छु भनेको है। खल्तीबाट पैसै नगइदिएर भने पैसा त नजाने मात्रै होइन कि पैसा नै फ्रिज भइदियो क्या फेरि। टेन्सन बनायो। आधी घन्टा यत्तिकै चेक हान्दै बस्दै गर्दा आधी घन्टा गइसक्यो। त्यहाँ फेरि ब्याङ्कमा पनि मान्छे रहेछ कि फेरि त्यहाँ यसो बुझ्नु लगाएको छैन भनिदियो। छैन भने के भन्नु अब। मुगली आइपुग्नु लाग्यो है। हेर्नु त पाहाडी कस्तो राम्रो आउँछ है पाहाडमा पनि। कस्तो निन्दा लागेको है मलाई चाहिँ। म चाहिँ आइसकेँ होइन यहाँ घर नजिकै पुगिसकेँ। अब ट्याक्क लगाएर बाइक पनि दामी भयो, सफा भयो है। जुत्तामा पनि हल्का हिलो लाग्थ्यो थियो। मैले पानी हानिदिएको थिएँ दामी सफा भयो। अब चाहिँ म ट्याक्क दिदी घर पस्नु पऱ्यो एकछिन। दिदी घर पसेर जानु पऱ्यो। भोक लागिरहेको छ, खाजा खानु पऱ्यो होइन। कस्तो घाम ट्याक्क लागिरहेको रहेछ कि है। ठ्याक्क पिच रोड चाहिँ यहीँ अगाडिसम्म मात्रै हो। अब यहाँबाट चाहिँ उता कच्ची नै हो क्या हाम्रो घर जान्छ। यहाँ चाहिँ दिदी घरमा यसो छिर्दिउँ न त होइन, कोही छैनन् क्या। ल कोही छैनन् जस्तो छ त। साइकल यहीँ छ भन्छ। हेलो नमस्ते। के साल खबर बच्चाहरूको? प्रेसर चेक हुँदैछ।
खर्च गर्न मलाई यहाँ नेपाल भन्ने लाग्छ त इन्डिया छँदैछ यहाँ त रमाउन 120 ठिक छ सुत्नु पर्यो अब ट्याक्क लाएर टाइममा अहिले घट्यो होला नि त एकछिन रेस्ट गरेपछि निन्द्रा लाग्छ र त्यसो भए अब ल खोइ ल बा स्वास्थ्य सेवा केन्द्रबाट हिँडियो अब ढिला गरेर हामी चाहिँ वेट गर्दा गर्दै मलाई बेला आउनुभयो दाइलाई चक्कर लागेको छ औषध खान बिर्सिनु भएको रहेछ बाजे नि आज घुम्न आउनु भएको छ क्या बाजेलाई घुम्न मन लाग्यो अरे नि त होइन बुवा बुवा त्यो साइकल चढ्ने हो साइकल चढ्ने हो साइकल चढ्नु न चढ्नु न एकचोटि बाजेले पनि चढाइदिउँला क्या हामी चाहिँ आधी बाटो आइसक्यो होइन अब चाहिँ यो उकालो चढेर सकिसके जस्तो छ अब हल्का यस्तै सम्म बाटो रहेछ है अनि अलि अगाडिबाट ओह्रालो आउने होला यो बाइकको टायर मैले भाङ्गो देखिरहेको छु यार जो आउन चाहिँ मजा लाग्यो ल बाटो चाहिँ दामी भएको भएर क्या तर यो बाटो चाहिँ देशी मात्रै हिँड्नु रहेछ कि धेरै नेपाली मान्छे हिँडेकै देखिन्न त अहिलेसम्म भेनाजुले यो बाइक चाहिँ कामै नलाग्ने गरी चलाए जस्तो सम्झाउँदै के हो भाङ्गो देख्छु मैले बाइक यार स्टार्ट पनि अघि मैले नगरे भए यो बाइक स्टार्ट गर्न सक्दैन उनीहरूले बाइक बेचेर जानुपर्छ विदेश जाने बेलामा यार त्यत्रो भने मैले झन् बाइक बेच्नु भनेर किन नबेच्यो अब भेना आउने बेलासम्म यो बाइक काम नलाग्ने हुन्छ ल हामी चाहिँ यहाँ पुरै डाँडामा आइसक्यो होइन अब यहाँबाट चाहिँ ओह्रालो झर्ने बाटो आइसक्यो इन्डिया पनि हल्का देखाइदिन्छु भनेको चाहिँ इन्डिया नदेखिनु भयो नि त पुरै कुहिरो लागिरहेको रहेछ कि धुम्म भएको रहेछ है त तलतिर इन्डिया त क्या गहिरोमा खाल्टोमा पो रहेछ त हो हुन त इन्डिया अब खाल्टोमै हुने ठाउँ त हो तराई गर्मी हुने ठाउँ है हामी पो पहाडतिर छौँ त अहिले होइन यो सालमा इन्डियनहरू कति आउँदो रहेछ हौ नेपालमा ए कोइलो बस बजार यता चाहिँ यहाँबाट अनि हामी अहिले चाहिँ कहाँ जान्ला र ल माइल त अगाडि जानुभयो त कहाँ जाने हो रहेछ गइदिनु त सर होइन माइल त हुइके त यार कहाँ जानु माइलहरू यता त जानुभयो नि जस्तो कता ल मैले त क्या कहाँ जानुभयो त ए पछाडि पो ए यता पो छिर्नु भएको रहेछ
मुसनगर जाने बाटो हो यो